बालकथा कपिलका कपडा। नेत्रतामा एउटा दशैं सम्झना छ कपिललाई। त्यति बेला उसलाई निकै असजिलो लागेको थियो। कारण थियो बुवाले सहरबाट पठाइदिनु भएको कपडा। कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई। जुत्ता र टोपी मात्रै लगाइहाल्न मिल्ने, यसअघि पठाउनु भएका कपडाहरू लगाइहाल्न मिल्थ्यो। केही महिना अघि बुवाले पठाउनु भएका कपडा सानो भएपछि कपिल रिसाएका थिए। उसले बालाई फोनबाट भनेका थिए, तपाईले आफ्नो छोरा बढ्दैछ भन्ने कुरा बिर्सन्नुभयो, यस्तो सानो कपडा लाउँदिन म। कपिललाई लाग्यो सायद यही कुराले बुवा रिसाउनु भयो अनि मलाई यस्तो कपडा उठाइदिनु भयो। आमा, तपाईँ आफै भन्नुहोस् त, यस्तो कपडा कसैले लगाएको देख्नु भएको छ? बुवाले पठाउनु भएको साडी लाउँदै गरेकी आमालाई उसले सोधे। त्यो त सिलाएर लाउनु पर्छ नि बाबु, आमाले हाँस्दै जवाफ फर्काइन्। कहिले सिलाउने त? कपिल अधैर्य भए। कसले सिलाउने फेरि? भोलि सिलाउन जाऊ न टेलरमा, तिमी आफै थाहा पाइहाल्छौ नि कसरी सिलाउने रहेछ भनेर। आमाको ध्यान साडीमै थियो। भोलिसम्म पर्खिनु उसले ठुलै यातना ठान्यो। आजै सिलाउन पाए त भइहाल्थ्यो नि। उसले आमालाई अनुरोध गरे, भोलि त चाँडै स्कुल जानुपर्छ, आज छुट्टी पनि छ, आज सिलाउनु ठिक होला नि। छुट्टीको दिन नुहाउन, कपडा धुन, घर सफा गर्न आमा व्यस्त हुन्थिन्। त्यसैले आमाले भनिन्, तिमी एक्लै जाऊ न त बाबु, म घरको काम सकाइहाल्छु। आज्ञा पाउन साथ कपिल फुर्किएर आँगन पुग्यो। आमाले झोलामा कपडा राखिदिनु भयो र केही पैसा उसलाई थमाइदिनु भयो अनि टेलरसम्म जाने बाटो पनि बताइदिनु भयो। ऊ एकैछिनमा बजार पुग्यो। टेलरमा थुप्रै मानिसहरू थिए। झन्डै आधा घन्टा कुरेपछि उसलाई पसलेले भित्र बोलायो। पसलेले उसको झोलाको कपडा निकाल्यो र नाप्न थाल्यो। पसलेले उसको कम्मर, तिग्रा, पेणौला नाप्यो। नापेको ठाउँमा पसलेले चकले धर्सा लगायो। फेरि गर्दन, पाखुरा, छातीमा पनि मिटर दौडायो। नाप्दै चकले धर्सो तान्दा उसको दुवै कपडा असरल भए। कपडाको रूप बिग्रेको देखेर उसलाई अलिअलि नरमाइलो पनि लाग्यो। केही भनिहालौँ झैँ भयो उसलाई, तर चुपै लागेर बसिरह्यो। ल बाबु, पर्सि लिन आऊ ल, पसलेको स्वरले ऊ झस्कियो। कपिललाई भने नयाँ कपडा तुरुन्तै लाउँ चाहिँ भइरहेको थियो। पहिलेका दशैंमा कपडा घर आइपुग्ने बित्तिकै लाएर गाउँभरि डुल्ने बानी परेको थियो उसलाई। पसलेको कुराले उसलाई झनै आतुरी बनायो। आजै लैजान पाए हुन्थ्यो, पर्सि त स्कुल बिदा छैन, मैले पैसा पनि ल्याएको छु नि। कपिलले पैसा देखाउँदै पसलेलाई अनुरोध गर्यो। कपिलको आतुरीपन पसलेले बुझिहाल्यो। यतिको धेरै लाइनमा छन्, तैपनि साँझमा आऊ न त, भ्याए आजै सकाइदिउँला नि, पसलेले भन्यो। पसलमा आउने जानेको भिड उत्तिकै थियो। म त सिलाएको पनि हेर्ने हो दाइ, उसले पसलेलाई अनुरोध गर्यो। यतै कतै बस्दा हुन्न र? व्यस्ततामा कपिलको कुराले पसले अकमक्क परे। तैपनि पसलेले उसलाई बस्न भने। करिब 1 घन्टाको बसाइपछि मान्छेको चाप घट्यो। एकैछिनमा उसको कपडामा पसलेले ठुलो कैँची चलाउन थाले। लामो र सफा कपडा साना साना कुरा बने। आफ्नो नयाँ कपडामा यसरी कैँची लगाएको देखेर कपिललाई भाउन्न भयो। उसले आँखाबाट आँसु निकाल्न थाल्यो। पसल बाहिर निस्केर रोँदै घरतिर हिँड्यो। घर पुग्ने बित्तिकै ऊ रोँदै कराउन लाग्यो, आमा, मेरो सबै कपडा काटिदिए, अब दशैंमा के लगाउने? कपिलको कुरा सुनेर आमा हाँस्न थाल्नुभयो र भन्नुभयो, कपडा नकाटी सिलाउँदै सिलाउनै सकिँदैन बाबु, पहिले नाप्यो होला, अनि काट्यो होला, अनि सिलाउँछन्, त्यसपछि तयार भइहाल्छ नि। आमाको कुराले उसको रुवाई रोकेन, बरु झनै ठुलो स्वरमा रुन थाल्यो। बाबु, नरौ ल, अब गएर हेर, तिम्रो कपडा तयारी भयो होला, आमाले सम्झाउँदै भन्नुभयो। म त जान्न त्यस्तो काटेको कपडा लिन, आफै जानु, साँझमा आउनु भनेका छन्। साँझमा आमाले कपडा ल्याउनु भयो। बुबाको पनि फोन आयो। नौलो कपडाको घटनाले बा, आमा र कपिल फोनमै मरी
हाँस्न थाले। धन्यवाद। यो कपिलको नयाँ कपडा कथा तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोस् है त। र नेत्र तामाङले लेख्नु भएको हामीले कान्तिपुरको कोसेलीबाट लिएका हौँ।